हाम्रो घरबारीको मकै यस्तो छ यसपालिकै पातलो किरा लागेको सबै यस्तो छ यसपालिको मकै भएन मकै पापा कहाँ हुनुहुन्छ हौ पापा 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 हो हामी अब लिची टिप्नु हिँडेको हामी लिची टिप्नु पापा लिची टिप्दै हुनुहुन्छ कुरै कुरो आथा कमिलाले चिल्यो है मलाई पापाले रोप्नु भएको आँप अनि यो सिमल तरुल सिमल यत्रो भइसकेको छ हाम्रो सिमल तरुल मामाले कुट्दिनु भएको राम्रो बनाएर आँप यत्रो धेरै फलेको रहेछ त हाम्रो आँपले त ओहो ल खेतमै पनि फलेको रहेछ कति धेरै फलेछ यसपालि त अडे पनि छ हेर्नुपर्छ है टरेको मान्छ ए आँप एउटा चाहिँ कुहेछ के भएर कुहेको सानो छ झ्याङ चाहिँ मजाले फल्दैछ हाम्रो आँप पापाले रोप्नु भएको सानो 2-3 वर्ष यो अर्कै हो यसमा अर्को माथिबाट आँप फेदमै फल्छ त हाम्रो आँपले त यता पनि दामी हो दामी पासो यो दुम्सीलाई पासो लिची हाम्रो आँप त दामी भएछ फेदमा धेरै फलेको रहेछ त हाम्रो आँपले लाई सानो दामी छ दामी सानो झ्याङले त्यसले फलेछ लिची तल्लो घर फपुङहरूको पनि फलेको छ लिची हाम्रो जस्तै लिची आँप टन्नै छ लिची यसपालि फलेन लिची आँप टिप्ने बेला त नभएर जाने पापा हरे रहेछ है पापाले हरे टिप मैले पनि टोको लिएको छु पापाको पनि टोको रहेछ आँप त धेरै फलेको रहेछ पापा यसपालि त झुम्पा पातै नदेखिने फुलै रहेछ मैले चिलाइदिएको छु यहाँ अघिको बिहानको मकको ची हौ ची
पुरै निखारेर भिजेको छ। कालाले यो कालाले यस्तो त बनाएको रहेछ नि त। अमिलोले खानु भन्दा बरु सुकेर जान्छ अमिलो भयो। ढुक्क हे ढुक्क ड्यू ड्यू ए जिउ जी जिउ 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 लु है मैले पनि लिची टिपे हाम्रो लिची तलबाट पर्छ। पापाले त अनि कत्रो कत्रो झुसे टिप्नु भएछ त पापा। अनि पापा माथि माथिको टिप्नु न जाने। दुईटै अहिले टिप्ने बाबा भोलि अरू एउटा सक्दैन। अनि यत्रो लिची त कहाँ पाउनु सक्छु त नि म। जन्मियादेखि यसै पाल्यो आफ्नो घरको लिची टिपेको। ए लिची लिची कालोले पनि खाओस् न है। लिची हाम्रो लिची फल्नु भएको रहेछ नि त यति धेरै। ए 4 झ्याङले चाहिँ यसले चाहिँ कम्ती फलेछ। यसले चाहिँ पर त्यसले चाहिँ धेरै फलेको छ। पाकेको सानो सानो बिरुवाले पनि पाकेको छ नि। मकै चाहिँ हो हाम्रो यत्रो मकैमा मल लाएर पनि यस्तो छ मकै। अनि के तलतिर यत्रो ठुलो हाम्रो चाहिँ त्यस्तो छ। तान्नु तान्नु ए कुहेकै झरेको छ है क्या कुहेको छ। ओ यहाँ माथि एक दुईजना रहेछ यहाँनिरै पर हो त्यहाँ यसको पनि छ टन्नै यहीँ। यसको चाहिँ हरै छ धेरै जस्तो। टिप्ने भन्नु त पापा हो त तान्नु त हो त्यो हातमा हो त्यहाँनिर छ। अनि तलतिर हो त्यसकै तपाईँले खुट्टा टेकेकोमा उद्धोपट्टि 4-5 झुम्पा छ। गइरी पासुई पालिका ओत्रे हाम्रो लिची लिची पानी पर्यो। दामी रहेछ। पापाले पर टिप्दै हुन्छ पानी आयो पापा। एक झ्याङ 2 झ्याङ 3 झ्याङ योसँग 3 झ्याङ भयो। 3 झ्याङ 3 झ्याङ
चारजाङ त्यो हाम्रो लिची चारजाङ पानी पर्यो कसरी लिप्ने लिची